बोर्डलाई ध्यान। ल आइसके त म सुरु गर। गर्मी त के साह्रो। यति सानो टियर ऱ्याङ्किङ कार्यक्रमको लागि पनि किन चाहियो पण्डित? आउँछ ओम गणेश आए नम भन्छ, पैसा खान्छ। झ्याप्लेको मामा हो हजुरबा। त्यही नि कहाँ ओपनिङ, म त एन्डिङ गर्छु नि। सराद स्पेसियालिटी मोटे बरु मेरो कार्ड लिइराख न। तँलाई काम पर्ला जस्तो छ। साला बुढो यसको सरादमा पनि मलाई नै बोलाउँछ नि मोटेले। आधा मन्त्र पढिदिन्छु, न धरती न पातालको हुन्छ नि। ज्या महाराज त मेचीले कहाँ भुइँमा राखेको? उठा। अनि यो मेरो माथि राख्नु होला नि। तल झरेर राम नाम सत्य भयो भने तल जा भन्नुहोस्। राम होइन हरि। हरि नै भगवान, हरि नै साथी। ताना बाबु माथि। हरिकेन बेस्ट कप्तान, 6 गोल 1 एसिस्ट। यत्राको हेरी यसको फुटेको भाग्यमा त गोल्डन बुट चाहिँ होइन, बाख्राको मुच चाहिँ होला। घोरले बाख्रोले माथि जान्, सबैभन्दा बढी गोल नि त्यसले, सबैभन्दा बढी एसिस्ट नि त्यसले। ढाडमै क्यारी गरेछ नि मेरो बोकोले। होइन तपाईँहरू शान्त बस्नुहोस् न है। यो गोल्डन बुट त कुद्नेलाई पो हो नि, हिँड्नेलाई त हात्ती चप्पलै ठिक होला। टिकाउ पनि हुन्छ। एम्बापेलाई हाल टपमा। एम्बापे नै हो हाम्रो सुप्रिम लिडर। त्यो काकी चिलाउँदै हिँड्ने फोरी त्यस्तालाई सपोर्ट गर्छ मेरो नातिले। त्यो काले जस्तो चाकको बल निकालेर आँखा चिम्मा गरेर कुद्ने हो र? फेरि स्क्यान गर्छ नि गोडले। बच्चेदेखि केटीको टाइपमा कोही आएको छ कि छैन, कोही आएको छ कि छैन भन्दै रिहाल्छ भन्दै हिँड्ने बानी फिल स्क्यान गर्छ साला लामो। त्यो छ त ज्या महाराज झापाली मेरो मेसीको बारेमा नराम्रो भन्दो रहेछ। छ त त्यसको हजुरबाउ केपी ओली। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। तपाईँहरू प्लिज साइलेन्ट बस्नुहोस् न है। होइन यो नानी हो कि बाबु हो? यो बुढोलाई त कहीँ लिएर हिँड्नै हुँदैन। चाउमिन खुवाउँछु भन्यो त्यसैले ल्याइहाले। ह्यारी नभए बेलिङमलाई माथि हाल्न त बाबु। वर्ल्ड क्लास प्लेयर हो नि, प्रेसरमा पनि खत्रै डेलिभरी गर्छ। लामो त बेलिङ्गम काले जिजस, प्रेसरमा त मनी डेलिभरी गर्छ नि हो। सायद इट्स फाइनली कमिङ होम। कमिङ होम रे? शरद गरेर मन्दिरमा बस्ने गुठी जग्गाको सुकुम्बासै वर्ल्ड कपलाई शिवलिङ्ग बनाएर मन्दिरमा राख्न दिन्छ नि तेरो बाउले। अब त अति भयो मामा, सेलिब्रेसन गरेर कहीँ गोल्डन बुट पाउने हो र? गोल हानेर पो पाउने हो नि। डेम्बेलेको 5 गोल 4 असिस्ट, एम्बापेको 8 गोल 3 असिस्ट। हिस्ट्री नै बनाइसक्यो नि। हुन्न हुन्न हुन्न, त्यो बत्ती निभाउँदा बिराउने टिमलाई तल राख बाबु। नानी साला अफ्रिकन एभेन्जर्स। होइन यो मोटेलाई कति मन पर्यो फ्रान्स टिम। जर्सीमा भाले छ, कालेको भाले मन परेर होला नि त्यसलाई। अब कसैलाई नहाले कसलाई हाल्ने त? होइन आमा अनमोल रत्न छ त, लामिनी आवाल हाल हाल माथि हाल। त्यसको त व्रत पनि भएको छैन होला। गोल्डन बुट चाहिँ होइन, 9 भइसक्यो बाबु, सुट चाहिँ हो। त्यो तँलाई माइनर मनपर्छ बजिया। त्यसको माथि त मलाई पहिलेदेखि नै शङ्का थियो नि। होइन ओया जाबल पनि छ त। ओया जाबल माथि हाल्न त भतिज। यो गफाडीले त अजिब अजिब नाम लिनु थाल्यो त। बोलाइ क्या जाँठो। गुगलले त डु यु मिन लामिन यामाल भन्छ त। 1966 देखि 30 मिनटमा एक टच नै नगर्ने रेकर्डै बनाछ नि त्यसले। त्यसलाई त गोलेन होइन चुम्बकै भोट दिनु पर्ला। अनि कोही नराख्ने भए कसलाई राख्ने त लामो। सु